हामी कहाँ के किन्ने गाई कहाँ के किन्ने कहाँ किन्ने हामी चाहिँ ल 50-50 गर्ने अब 50-50 ल रोक्नु दिदी यिनीहरू चाहिँ के लिएर जाऊँ भन्नु एउटै त्यो भयो एउटा नरेल हालिदिनु अनि बातीहरू अनि त्यत्रो त चाहिँदैन दिदी जस्ट पूजा गरेर त्यो परेर मात्र उडाउने हो कति पर्छ यसलाई तपाईको भक्कल रहेछ क्या त्यही भएर हो हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग अनि आज चाहिँ हामी बागलुङ कालिका जाँदै म र मेरो भाइ अनि हामी बागलुङ कालिका जाँदै हो अनि चट्ट लगाएर पूजासुजा गरेर अनि बल्ल फर्किनु पर्छ तर यति आनन्द छ क्या यति आनन्द छ होइन टक्क रुख माथि रुख चाहिँ गेट जस्तो भएर अनि हामी तल फाइनली वी आर इन बागलुङ कालिका यो चाहिँ बागलुङ कालिका मन्दिर हो है सबै मान्छेहरूको भिडभाड एकदम भिडभाड छ होइन अनि हाम्रो भाइजी यहाँ छन् चट्टपारामा अनि कालिका मन्दिरमा हो पूजासुजा गर्न आएको हामी चाहिँ जोस यहाँ चाहिँ आफूले मनले आँटेको कुरा माग्यो भने सब पुरा हुन्छ है एकदम मैले पनि मेरो मनमा नै होइन एकदम खतरा कुरा रुचिसकेको छु अनि मिलाऊ के हरायो भने बाँधेर लान्छ नरेल पनि फुटाइसक्यो हामीले चट्ट लगाएर हाम्रो बहिनीले नरेल फुटाउनु लागि नै नरेल ओ माई गड सुकेको ज्यानमा लुकेको बल नाइस बवाल सबजना फोटो खिच्ने भिडियो बनाउने उता वासरुम उता इन लास्टमा उता नि होला गएर अब हामी निक्लिनेवाला छौँ बागलुङ कालिकाबाट हेलो वाट्सअप अब चाहिँ बागलुङमा रहेको झलुङ्गे पुल जुन चाहिँ यति लामो छ तल हेऱ्यो भने त माक्सम खस्ला जस्तो हुन्छ कि गाइज है हेरौँ वी आर इन बागलुङ जस्ट नाउ गाइज यु क्यान सी हियर ओ माई गड यति लामो छ क्या पुल चाहिँ ओ माई गड कसले सक्नु ओ माई गड भगवानको फुल राख्यो भने तिमीलाई भगवानले रक्षा गर्छन् कान्छा बुझ्यौ ओ माई यति ठुलो छ कसम डर लाग्यो माई लर्ड भन्दा कान्छा हामी चाहिँ बागलुङमा छौँ अहिले चाहिँ जस्ट नाउ यस्तो छ क्या हेरौँ न भ्यू बागलुङ कालिका पूजा गरिसकेपछि अनि हामी पूजा गरियो त्यसपछि काजम भएर अनि हामी आएको झलुङ्गे पुलमा तरमा आएको छ यस्तो छ ओ माई गड आएको छ खै त्यहाँबाट खस्यो नि त के हुन्छ हौ हेरौँ न यहाँ कस्तो छ क्या बाबु यहाँबाट खस्यो नि के हुन्छ तिम्रो नाम के हो अनि कति वर्ष भयो तिमी 12 वर्ष भयो घर कहाँ हो नि अर्मादी हो अनि बाबा मम्मीहरू कहाँ हुनुहुन्छ बाबा त हुनुहुन्छ हो अनि तिमी पढ्नु पर्दैन पढ्छु हो कतिमा पढ्छौ म 7 पढेर के बन्ने ठुलो भएर पुलिस बन्ने हो ओके त्यो अहिले नेपालमा जस्तो पुलिसहरू छ नि घुसखानी पुलिस त्यस्तो पुलिस बन्ने होइन ल नेपालको लागि एकदम हुन्छ नि त्यस्तो खालको पुलिस बन्नु पर्यो नेपालमा सब घुसखानी पुलिस छन् नि थाहै छैन थाहा छ नि त्यही भएर तिमी पुलिस बनिसकेपछि चाहिँ एकदम सच्चा भित्र मनबाट देशको लागि केही गर्छु भनेर गर्नुपर्छ ओके ल
टक्क हामीले भाइसँग भेटिसक्यो, अन्तर्वार्ता गरिसक्यो। भाइ चाहिँ अब ठुलो भएर पुलिस बनेर चाहिँ त्यसको लागि केही गर्नेवाला छ है, केही गर्नेवाला छ भाइले। अब नेपाल केही न केही परिवर्तन हुनेवाला छ नेपालमा। तर मान्छेहरूले भन्छ नि नेपालमा केही छैन भन्छ क्या। नेपालमा बस्नेहरूलाई थाहा छ कि नेपालमा के छ भनेर के यस्तो खतरा ठाउँहरू छ, यस्तो डाँडा काँडा हरियाली चट्टडाएर सबसे लामो पुल भएको नि नेपालमा हो नि। फेरि कसले सक्छ होइन त दाइ? अनि नेपालीहरूलाई हेप्ने को हो भनेको? सक्छ त नेपालीलाई। सबसे लामो पुल भएको नि नेपालमा हो क्या, बुझ्यौ नि? सबसे लामो पुल भएको पनि नेपालमै हो। फेरि टक्क तल नदी नाला कल बग्छन् तल टक्क बाटोधरि अन्डरग्राउन्ड छ। कति तल छ क्या बाटोमा थै। बिचरा हाम्रो दाजुले कुरै बसिरहन्। अनि यस्तो यता पनि यस्तो छ, यो सब भेज दाइ। यो कसरी भयो पहिला यस्तो? यो कसरी भयो? भाँसिया पहिला उयो यस्तै भयो है यो? ए आमा राम्रो फोटो खिच्नु चट्ट। यस्तो बवाल छ, यस्तो बवाल बाटो हेरौँ न। बाटो कसले सक्छ क्या? यस्तो बाटो छ नि, दामी छ क्या। तर फाइनली वास्तवमा भन्यो भने नेपालमा चाहिँ के छैन, सब चिज छ, सब चिज। मेरी माया फुल जस्ती गीत पनि गाइदिउँ न। मेरी माया फुल जस्ती बगैँचामा फुलिरहने। के गर्नु, आफ्नो माया टाढा भए पनि यहीँबाट एकदम मिस गरिरहेको छु। एक दिन अवश्य तिमीहरू म यो पुलसँगै तर्नु पर्छ है, यस्तो मजाले। तर नेपालमा अर्को कुराको पनि कमी छैन क्या। ओ माई गड, हिमाल कस्तो बवाल हो कि बवाल। हिमाल पनि देखिरहेछ है, तल खोला पुल, लामो पुल, त्यसको साथसाथमै हिमाल। ओ माई गड। अब हामी पुलबाट फर्किन लागेको, अनि जोस बल्ल हामी माथि पनि पुग्यौँ। यता यो छ नि फेरि वहाँ पुग्न छ नि त, एकदम लङ, एकदम लामो। अनि उता पनि छ एउटा चाहिँ, त्यहाँ हिमाल पनि सर्ट डराएर देखिरहेको छ। मान्छेहरूको भिडभाड एकदम लागिरहेको छ। तर के गर्नु, एकदम गाह्रो पनि छ। मेरी उनीसँग यहाँ आएर घुम्ने दिन कहिले आउला? छिटो अन्त कान्छा त्यो दिन छिटो आओस् न यार। टक्क लाएर यो पुल माथि बसेर सट्ट अभियसली त्यो दिन पनि आउनेवाला छ। ओके गाइज, जब हामी फर्किनेवाला छौँ। यो भिडियो चाहिँ जस्ट सर्ट हो है, आज अन द स्पट आइदिएको नि त, बिना प्लानिङ। अनि सो त्यही भएर चाहिँ भिडियो चाहिँ एकदम सर्ट छ। भिडियो सर्ट भए पनि तपाईँहरूको मायाको कमी हुनेवाला छैन, त्यो मलाई अभियसली थाहा छँदैछ। सो त्यही भएर माया गर्दै जानु होला। मिठो भिडियोहरू पनि आउँदै गर्छ। आज हेर्नु, तपाईँहरूको कति दिनको इन्तजारपछि मैले कहाँ आइरहेको छु तपाईँहरूको लागि। यस्तो घर बसी यस्तो भ्यू हेर्न पाउनु भएको छ। तपाईँहरू एकदम लक्की हुनुहुन्छ क्या, बुझ्नुभयो नि? सो त्यही भएर माया गर्न चाहिँ नबिर्सिनु होला, माया गर्न नछोड्नु होला। तपाईँहरूले माया गर्दै जानुहोस्। म यस्तो तपाईँहरूलाई हिमाल, पहाड, तल खोला, सब यति लामो पुल सब देखाउनेवाला हो। साथै हाम्रो प्यारो भाइ, अब बुहारी पनि आउन केही वर्ष लाग्छ। ओके गाइस।